अब अन्तमा प्रस्तुत छ चित्रकला तथा हस्तकलाका विद्यार्थी क्रियाकलापहरू। भाइ बहिनीहरू हो, आजको कक्षामा हामी चित्रकला विषयको कक्षा सञ्चालन गर्न गइरहेका छौं। चित्रकलाको कक्षाबाट भाइ बहिनीहरूको सृजनात्मक सिपको विकास गराउनु प्रमुख उद्देश्य हो। तसर्थ आजको कक्षामा भाइ बहिनीहरूले चित्रकला विषयको सैद्धान्तिक र प्रयोगात्मक दुवै प्रकारबाट अभ्यास गर्नुहुनेछ। सर्वप्रथम चित्रकला विषयको सैद्धान्तिक र प्रयोगात्मक अभ्यासका लागि हामीहरूले आवश्यक सामग्रीहरूको पूर्व तयारी गर्नुपर्दछ। हामीहरूलाई कक्षा सञ्चालन गर्न सजिलोको लागि ठूलो टेबलको आवश्यकता पर्दछ, जसबाट हामीहरूलाई काम गर्न सजिलो हुन्छ। हाम्रो अगाडि चित्रकला कक्षा सञ्चालन गर्न आवश्यक सामग्रीहरू राखिएका छन्। सर्वप्रथम पेन्सिल छ। चित्रकलामा रेखाङ्कन गर्नको लागि पेन्सिल अति आवश्यकता पर्दछ। पेन्सिल साधारण र विशिष्ट दुई प्रकारका हुन्छन्। साधारण पेन्सिल सामान्य प्रयोजनका लागि प्रयोग गरिन्छ भने विशिष्ट पेन्सिल चित्रकलामा रेखाङ्कन गर्नको लागि प्रयोग गरिन्छ। कलर पेन्सिलले चित्रमा आवश्यकता अनुसार रङ लगाउन सक्दछौँ। बट्टामा विभिन्न प्रकारका रङहरू हुन्छन्, यो बजारमा किन्न सकिन्छ। ब्रस सामान्यतया चित्रकलामा रङ लगाउनका लागि प्रयोग गरिन्छ। हामीलाई 0 नम्बरदेखि 12-13 नम्बरसम्मको ब्रस आवश्यकता पर्दछ। ब्रस जति नम्बर ठुलो हुन्छ त्यति नै मोटा र ठुला हुन्छन्। क्रेयन एक प्रकारको मैन रङ हो। यो रङ रेखाङ्कन गरिसकेपछि चित्रमा रङ भर्नको लागि प्रयोग गरिन्छ। पानी रङ पेस्ट जस्तो हुन्छ, ट्युबमा राखिएको हुन्छ। यसलाई पानीमा मिसाएर चित्रमा रङ भर्न प्रयोग गरिन्छ। पेन्सिल भाइ बहिनीहरू हो, चित्रकला रेखाङ्कन गर्नुभन्दा अगाडि पेन्सिल समाउने तरिका वा विधि जान्नु आवश्यक हुन्छ। पेन्सिल समाउँदा सामान्यतया हलुका र केही माथि समाउनु पर्दछ। पेन्सिल प्रयोग गर्दा कागजको खस्रो भागतिर प्रयोग गर्नु राम्रो मानिन्छ। आफूले चाहेको वस्तुको चित्रण पेन्सिलबाट बनाउन सकिन्छ। पेन्सिलबाट रेखाङ्कन गरिएका वस्तुहरूलाई छाया र प्रकाश दिएर चित्र तयार गरिन्छ। वस्तुमा छाया दिँदा पेन्सिललाई केही तेर्सो पारेर प्रयोग गर्नु पर्दछ। कलर पेन्सिल भाइ बहिनीहरू हो, बजारबाट तयारी अवस्थामा पाइने पेन्सिल कलर प्रयोग गर्ने तरिका पनि सामान्य नै छ। सर्वप्रथम हामीहरूले साधारण पेन्सिलबाट बनाउन चाहेको वस्तुको रेखाङ्कन गर्नु पर्दछ। रेखाङ्कन कार्य सकिएपछि बट्टामा भएका विभिन्न पेन्सिलहरू छनौट गरी चित्रमा प्रयोग गर्न सक्दछौँ। यसरी बनाइएको चित्र चाँडो सकिन्छ र सफा पनि देखिन्छ। क्रेयन भाइ बहिनीहरू हो, यो कलर बजारमा तयारी अवस्थामा किन्न पाइन्छ। यस कलरलाई प्रयोग गर्नुभन्दा अगाडि हामीले बनाउन चाहेको चित्रको रेखाङ्कन गर्नु पर्दछ। वस्तुको रेखाङ्कन गरिसकेपछि हामीले आवश्यक रङका क्रेयन कलरहरू छनौट गर्न सक्नु पर्दछ।
पानी रंग। भाइ बहिनीहरू हो, यो पानी रंगलाई सामान्यतया हामी वाटर कलर पनि भनेर चिन्ने गर्दछौँ। हामीले पानी रंगको प्रयोग गर्दा प्राथमिक रंग र माध्यमिक रंगको बारेमा सामान्य जानकारी लिनु आवश्यक हुन्छ। प्राथमिक रंगहरूमा पहेँलो, रातो र नीलो रंगहरू पर्दछन्। यी तीन रंगहरूबाट हामी हरियो, सुन्तले र बैजनी रंग आफै बनाउन पनि सक्दछौँ। पानी रंगको प्रयोग गर्दा ब्रस, कलर प्लेट, पानीको भाँडो, कागज राख्ने कडा बोर्ड आदि आवश्यकता पर्दछ। वाटर कलर प्रयोग गर्दा सर्वप्रथम रेखाङ्कनद्वारा बनाउन चाहेको वस्तु वा दृश्यको चित्र बनाउनु पर्दछ। रेखाङ्कन पछि आफूले बनाएको चित्रमा आवश्यक मात्रामा पानीसँग रंग मिसाउँदै माथिबाट तलतिर हल्का रंगहरू प्रयोग गर्दै ल्याउनु पर्दछ। पहिले प्रयोग गरिएको रंग केही सुकेपछि फेरि प्रयोग गर्दै 2-3 पटकसम्म प्रयोग गरेर चित्र पूरा गर्नु पर्दछ। हामीले पानी रंगको प्रयोग गर्दा पेन्सिल रंग र क्रेन रंगले भन्दा केही बढी समय लाग्ने गर्दछ। यसरी प्रयोग गरेर बनाइएका चित्रहरू राम्रा र सुन्दर पनि देखिन्छन्। अन्त्यमा आफूले बनाएको चित्र विद्यालय वा आफ्नो घरमा सुन्दर प्रकारबाट सजाएर राख्न सकिन्छ। यहाँनिर साना भाइ बहिनीहरूद्वारा कागज पट्याएर वस्तु निर्माण गर्ने यानि ओरिगामी सम्बन्धी काम गर्न लागिरहेको देखिन्छ। सर्वप्रथम कागजलाई पट्याएर वर्गाकार बनाउने, त्यसलाई आवश्यकता अनुसार फोल्ड गर्दै वस्तुको आकार निर्माण गर्ने। अब कागजको बाकस तयार भयो। यसरी निरन्तर अभ्यास गरेर कागजका विभिन्न वस्तुहरू निर्माण गर्न सकिन्छ र निर्मित चित्रहरूमा यसलाई टाँसेर सजाउन सकिन्छ। आदरणीय दर्शकवृन्द, यहाँहरू समक्ष विद्यालय स्तरमा सञ्चालन हुने सहकार्यकलाप तथा प्राथमिक तहको पाठ्यक्रममा आधारित शारीरिक शिक्षा र सृजनात्मक अभिव्यक्तिशील कला विषयको प्रयोगात्मक अभ्यास सम्बन्धी दृश्यात्मक झलकहरू प्रस्तुत गर्यौं। अन्त्यमा यस कार्यक्रमको छायाङ्कन गर्दा भौतिक व्यवस्थापन तर्फ उल्लेख्य सहयोग पुर्याउने VS निकेतन उच्च मावि मिन भवन र संलग्न सम्पूर्ण विद्यार्थी, कलाकार, प्रशिक्षक तथा प्राविधिक समूह लगायत यहाँहरू समेतलाई हार्दिक धन्यवाद टक्राउँदै बिदा चाहन्छौ। नमस्कार।